हामी मध्ये 99.9 मान्छेहरूले आफूलाई चिनेका हुँदैनौँ र हामी कसैलाई पनि के भन्छौँ भने फलानाले मलाई धोका दियो। कुनै साथीभाइ, इष्टमित्र, आमा बुवा, दाजुभाइ, श्रीमान श्रीमती, छोराछोरी, दिदीबहिनी एकले अर्कोलाई दोषारोपण गरिराखेका हुन्छौँ र हामीले एउटा कुरा बुझ्नु जरुरी छ। कसैले तपाईलाई विष देला, कसैले तपाईलाई अमृत देला, कसैले तपाईलाई खाना देला, कसैले तपाईलाई फलफूल देला, एनिथिङ। खाने या नखाने, खाने नखाने भन्ने त तपाईको हातमा हो नि। त्यो त तपाईको निर्णय हो नि। त्यस्तै धोका पनि हो। कसैले धोका दियो भन्दैमा त्यो धोका स्वीकार नगर्नुस् न, अस्वीकार गरिदिनुस्। कसैले तपाईलाई आछि दिन्छ, खाइदिने, नखानु न। नखाने अधिकार त तपाईलाई छ नि, उसलाई दिने अधिकार छ भने तपाईलाई नखाने अधिकार पनि छ नि। तपाई स्वतन्त्र हो नि। कसैले केही कुरा दिन्छ तपाईलाई, नलिने अधिकार तपाईको हो नि। लिनै पर्छ भन्ने कुनै बाध्यकारी व्यवस्था त छैन नि। त्यही भएर दुःख, पीडा, दर्द जे अरूले दिन्छ त्यो सबै आफूले लिनुपर्छ भन्ने हैन नि। लिनुपर्छ भन्ने पनि छैन। त्यसैले हामीले आफैले आफैलाई चिनौं। कसैले तपाईको कुरा बजारमा हल्ला गरेको छ, बजारमा दुनिया कुरा चलाएको छ, तपाईले त्यो कुराको पछि दौड्ने नै हैन नि। त्यो कुरा नसुन्ने अधिकार तपाईको हो नि। नसुन्नुस्, फाल्दिनुस्। तपाई जसरी आछीलाई फाल्नुहुन्छ नि, टोयलेटमा लगेर फाल्नुहुन्छ कि कुनै जंगलको झाडीमा लगेर फाल्नुहुन्छ कि कता कता फाल्नुहुन्छ, त्यही फाल्दिनुस् न। त्यस्तै हो दुःख, दर्द, पीडा कसैले दिन्छ भने त्यो पनि आछी जस्तै हो कि। आछीलाई जसरी तपाईले फाल्नुहुन्छ, व्यवस्थापन गर्नुहुन्छ, त्यसरी नै त्यो दुःख, पीडा, दर्द, कसैले दिएको गाली, बेइज्जती त्यो सबै त्यही आछीकै जस्तै व्यवस्थापन गर्ने हो के। फाल्दिने हो त्यसलाई। झाडीमा फाल्ने हो कि टोयलेटमा फाल्ने हो कि कता फाल्ने हो के। लिने होइन नि। त्यो लियो भने त हामी दोषी हो नि। त्यही भएर हामीले आफ्नो दोषलाई अर्कोमाथि थुपार्ने होइन नि। त्यो दिने अधिकार कसैको होला, उसको दिने नियति होला, तर तपाईको नियति लिने होइन नि। तपाईले नियत चेन्ज गर्नु पर्यो। आफ्नो नियति चेन्ज गर्नु न, आफ्नो व्यवहार चेन्ज गर्नु। आजदेखि नै तपाईको जीवन सुमधुर हुनेछ। त्यही भएर तपाईले आत्तिने होइन, मात्तिने होइन, व्यवस्थापन गर्ने हो के। मात्रै व्यवस्थापन। तपाईलाई आछि आउँदा तपाई के गर्नुहुन्छ, त्यसलाई व्यवस्थापन गर्नुहुन्छ कि आत्तिएर जता पायो त्यतै फाल्नुहुन्छ। जता पायो त्यतै फाल्यो भने त दुर्गन्ध हुन्छ नि। त्यही भएर हामीले जसले जति दुःख दियोस् कि पीडा दियोस् कि हाम्रो बदनाम गरोस् कि सम्मान गरोस् कि व्यवस्थापन गर्ने हो। व्यवस्थापन गर्न जानियो भने जसले जे दिए पनि हामीलाई कुनै फरक पर्दैन। व्यवस्थापन सबैभन्दा ठुलो कुरा हो। हामीले आफैले आफैलाई व्यवस्थापन गर्ने हो, अर्कोलाई होइन। फेरि आफूले आफैलाई व्यवस्थापन गर्न जब सिकिन्छ तब
जोसुकैले जेसुकै देओस्, जेसुकै गरोस्, हामीलाई त्यसले असर गर्दैन। हामीलाई त्यसले टेन्सन दिँदैन, तनाव दिँदैन। हामी एन्जाइटीको शिकार बन्नु पर्दैन, हामी डिप्रेसनको शिकार बन्नु पर्दैन। मात्रै हामीले आफूले आफूलाई व्यवस्थापन गर्न जान्नुपर्छ। आफूले आफूलाई व्यवस्थापन गर्न जब सिकिन्छ तब दुनियाँले के गर्छ त्योसँग आफ्नो मतलबै हुँदैन। दुनियाँ आफ्नो गतिमा चल्छ, हामी आफ्नो गतिमा चल्ने हो। दुनियाँले के गरिरहेछ, के गरिरहेछ, घडीले कहिले सोध्छ के गरिरहेछ भनेर? सोध्दैन, ऊ त चलेको चलै हुन्छ। मैले अर्को प्रसङ्गमा नि हिजो भनेको थिएँ, हाम्रो जीवन घडी जस्तै हो भनेर। त्यही घडीलाई इमेजिन गर्नु न, तपाईको दुःख आधा त्यहीँनिर समाप्त हुनेछ। हामी हाम्रो अनुहारमा भएको फोहोरलाई देख्दैनौँ। हामी ऐनालाई पुच्छौँ, ऐनालाई जति रगेड्दा पनि हाम्रो अनुहारमा रहेको त्यो दाग त मेटिँदैन। किनभने जबसम्म हामी आफ्नो अनुहारको दाग मेट्दैनौँ तबसम्म त्यो ऐनामा त्यही दाग देखिन्छ। ऐनाले त जे छ त्यही देखाउने हो। त्यही भएर हामी भित्र हाम्रो मन कस्तो छ, हाम्रो सोच्ने क्षमता कस्तो छ, हाम्रो सोच्ने क्षमताले हामीलाई दुःख दिने हो, पीडा दिने हो, दर्द दिने हो। हामी आफ्नो सोचाइले बिमारी हुने हो, रोगी हुने हो। सोच परिवर्तन गर्न आफूले आफूलाई व्यवस्थापन गर्नुहोस्। छोटो कुरा, आफूले आफूलाई व्यवस्थापन गर्न सिकियो भने हाम्रो रोग पनि हट्छ, पीडा पनि हट्छ, दर्द पनि हट्छ। हाम्रो कसैले बेइज्जत गरे पनि हामीलाई मतलब हुँदैन। हामीले कसैलाई सम्मान गरे नि सम्मान र बेइज्जत हाम्रो उस्तै हुन्छ। त्यही भएर हामीले आफूले आफूलाई व्यवस्थापन गर्नु भन्दा अरू कुनै विकल्प हुँदैन। जसले आफूले आफैलाई व्यवस्थापन गर्न जानेको छ ऊ मनोरञ्जनको जिन्दगी जिउनेछ र जिरहेको छ। त्यही भएर आजैदेखि आफूले आफैलाई अहिलेसम्म के भएको थियो त्यो कुरालाई नि छोडिदिनु न। पछाडिका कुराहरूलाई बिर्सिदिनुस्, त्यसलाई व्यवस्थापन गर्नुस्। आजसम्मका कुराहरूलाई बिर्सेर आगामी यात्रा, लामो यात्रा छ अझै। तपाईँ जुन दिन यो कुरा बुझ्नुहुन्छ नि त्यही दिनदेखि तपाईँको जीवन सुरु हुन्छ के। अहिलेसम्म तपाईँको जीवन कसैले चलाइरहेको थियो, कसैको रिमोटमा तपाईँ चलिराख्नु भएको थियो, कसैको कन्ट्रोलमा तपाईँ हुनुहुन्थ्यो। तर आज बुझ्नुस्, जुन दिन तपाईँले आफ्नो जिन्दगी आफूले व्यवस्थापन गर्न सिक्नुहुन्छ त्यही दिनदेखि तपाईँको जीवन स्टार्ट हुन्छ। त्योभन्दा अगाडि त तपाईँको जिन्दगी कसैको थियो, कसैको अन्डरमा बस्नु भएको थियो। कसैको लोभ, कसैको लालच, कसैको ईर्ष्या, कसैको बदनामीमा तपाईँले जिन्दगी जिराख्नु भएको थियो। तर आज तपाईँले बुझ्नुभयो कि जिन्दगी तपाईँको हातमा छ। जबसम्म तपाईँले आफ्नो जिन्दगीको रिमोट आफ्नो हातमा लिनुहुन्न तबसम्म तपाईँ अनेकन यो सामाजिक परम्परा, रीतिरिवाज, मान सम्मान, इज्जत बेइज्जत, रोग व्याधि इत्यादिबाट गुज्रिनु पर्नेछ। तपाईँ एन्जाइटीको शिकार बन्नुहुनेछ, अनिर्णयको बन्दी हुनुहुनेछ। तपाईँले आफ्नो निर्णय आफै लागू गर्न सक्नुहुने छैन। तपाईँले स्वतन्त्र भएर हिँड्न सक्नुहुने छैन, बोल्न सक्नुहुने छैन खुलेर। तपाईँले कोसँग बस्ने, कोसँग हिँड्ने, तपाईँको जिन्दगीको रिमोट कन्ट्रोल कसै अर्कोको हातमा छ भने तबसम्म तपाईँले आफ्नो जिन्दगी जिउन सक्नुहुन्न। त्यो जिन्दगी त तपाईँको रिमोट कन्ट्रोलबाट चलिरहेछ। त्यही भएर आफ्नो जिन्दगीको रिमोट कन्ट्रोल आफैले लिनुस्।
अर्कोलाई नदिनुहोस्। जब तपाईले जिन्दगीको रिमोट व्यवस्थापन गर्न सक्नुहुन्छ, जसरी मैले उदाहरण दिए, आँचीलाई तपाईले व्यवस्थापन कसरी गर्नुहुन्छ, टोयलेटमा गर्नुहुन्छ कि झाडीमा गएर गर्नुहुन्छ, जहाँ पनि गर्नुहुन्छ दुर्गन्धित नहुने गरेर गर्नुहुन्छ नि, त्यसरी नै तपाईले आफ्नो जिन्दगीलाई व्यवस्थापन गर्न सिकियो भने त्यो दिनदेखि तपाईको जिन्दगी स्टार्ट हुन्छ, नयाँ जीवन। तपाई ट्राई गरेर हेर्नु न। यो कुरा यदि सत्य लाग्दैन भने तपाई ट्राई गरेर हेर्नुहोस्। तपाई धेरै भन्दैन, 15 दिन ट्राई गरेर हेर्नुहोस् न। कसैको अन्डरमा नबसेर हेर्नु न। 15 दिन होइन, तपाई 24 घण्टा कसैको अन्डरमा नबसेर हेर्नु न। तपाईको जिन्दगी कति सुमधुर हुन्छ, कति शान्त हुन्छ, कति स्वच्छ हुन्छ, कति स्वस्थ हुन्छ। तपाईले कल्पना नै गर्न सक्नुहुन्न, त्यस्तो जिन्दगी हुन्छ कि। तपाई अर्कोको कुरा सुनेर दर्द पीडा दिमागमा लिएर तपाई चाहिँ के गर्ने होला, कसरी बच्ने होला, उसले मलाई यसो भन्यो भनेर यसो बस्यो भने त त्यसले फेरि झन् पीडामाथि पीडा थप्दै जान्छ कि। पीडा तपाईले थप्ने हो कि तपाईको जिन्दगीमाथि, अरूले थप्ने होइन नि त। उसले त आफ्नो काम गरेछ, ऊ आफ्नो काम गरिरहेछ। कसैले तपाईलाई गाली दियो भने उसको काम हो। तपाई आफ्नो काम गर्नु न। किन उसको गाली लिएर यसो बस्नै पर्दैन, सोच्नै पर्दैन। उसले तपाईले एक कानबाट सुने अर्को कानबाट निकालिदिनु भने त 2 कान दिनु भएको छ भगवानले थाहा छ। हामीलाई 2 कान दिनुको अर्थ के हो त्यो बुझ्नु भएको छ। हामीलाई 2टा कान दिनु भएको छ। किन दिनु भएको? एउटा कान यताबाट सुन्यो भने, तपाईले गलत कुरा सुन्यो भने अर्को कानबाट निकाल्नलाई दिएको। यदि सही कुरा तपाईले सुन्यो भने यो कानबाट सुनेर यो कानबाट तपाईले त्यो दिमागमा बसाल्ने हो। त्यही भएर 2टा कान दिएको के, नत्र एउटा कानबाट पनि सुनिन्छ नि, सुन्न त हो कि होइन। जबसम्म हामीले आफ्नो जीवन, अझ पनि भन्छु, आफ्नो जीवनको व्यवस्थापन तपाईले आफूले जबसम्म गर्नुहुन्न तबसम्म तपाईले जिन्दगी जिएको अर्थ हुँदैन। जिउनुको अर्थ तब सार्थक हुन्छ जब तपाईले आफ्नो जिन्दगीलाई आफैले व्यवस्थापन गर्न सक्नुहुन्छ। इट्स राइट। हाम्रो जिन्दगीलाई कसैले हल्लाउनै सक्दैन, चलाउनै सक्दैन जबसम्म हामीले आफ्नो जिन्दगीको नियन्त्रणलाई आफूले राख्न सक्छौं। कसैले दुःख देला, दर्द देला, पीडा देला, त्यो उसको कार्य हो नि। तपाईले लिनै पर्छ भन्ने होइन नि। तपाईले लिने होइन नि त्यो। तपाईलाई कसैले खाना दिन्छ, त्यो खाना दिने उसको अधिकार हो, उसको कर्तव्य हो, उसको काम हो। तर त्यो खाना खाने या नखाने भन्ने निर्णय तपाईको हो नि। तपाई त्यो खाना नखान सक्नुहुन्छ नि, अस्वीकार गर्नुहोस् न। तपाईको पेट भरिएको छ भने तपाईले खाना खानुपर्छ भन्ने उसले जबरजस्ती गरे नि तपाई खानुहुन्न नि। त्यस्तै अरू कुरा पनि हो। त्यो दुःख दर्द पीडा इज्जत सम्मान भन्ने कुरा छ नि, बेइज्जत गर्यो भन्ने कुरा छ नि, त्यो कुरा पनि त्यस्तै हो कि। नलिनुस्, कसैले दियो भने अस्वीकार गर्नुहोस्, सकियो कुरा। त्यही दिनदेखि तपाईको जिन्दगी सुमधुर बन्नेछ। हस्, राधे राधे।